आज डिसेम्बर 6 2025 साल नानीहरू चाहिँ यहाँनिर आज बिहान शनिबारको दिन होमवर्क गरिराख्नु भएको छ र फर्स्टमा म मेरो अरियाना बेबी के गर्दै हुनुहुन्छ? वाक्य बनाउँदै हुनुहुन्छ। नेपालीको होमवर्क छ। एउटा वाक्य के बनाउनु भयो त मलाई पढेर सुनाइदिनु त शब्द। मलाई पनिर मन पर्छ। हेरौँ त कस्तो लेख्नु भएछ। वा नानीको अक्षर त कस्तो दामी रहेछ। अनि त्यहाँ मास्तिरको पढेर सुनाउनु त नानी। मेरो बाबालाई करेला मन पर्छ। बाबालाई करेला मन पर्छ। गुड जब। अनि हाम्रो अर्पण भाइ चाहिँ के गर्दै हुनुहुन्छ? म सबैमा यसले हेरौँ त। वा पढेर पनि देखाउनु त भाइ एकचोटि मलाई। ओ भाइलाई योगाको पोज लु नि त। योगाको पोज देखाउनु त। भाइले ब्रिज पोज देखाउने होला हौ। लु त। वा माउन्टेन पोज रहेछ यो चाहिँ। भाइ चाहिँ बिहान अहिले बाबाले टुवर्ड्स योगा टिचर ट्रेनिङ गर्दै हुनुहुन्छ र अनि भाइले आएर चाहिँ बाबाले हजुर नानी यो चाहिँ के पोज हो? धनु आसन हो। हाम्रो आरोही छोरी र अरियाना छोरी चाहिँ अलरेडी सर्टिफाइड योगा टिचर हुनुहुन्छ र उहाँहरूले यो हेडस्ट्यान्ड ओके ठिकै छ। ओके गुड जब। Nice, good job, छोरी। वाह अरियाना बेबी awesome। आरोही छोरीले चाहिँ ब्रिज पोज गर्दै हुनुहुन्छ यहाँनिर। अनि आरोही छोरी चाहिँ होमवर्क गर्न जानुभयो। यहाँनिर चाहिँ अब क्रिसमस पनि आउँदैछ अनि क्रिसमस हुँदाखेरि हामीले चाहिँ प्रत्येक धर्मलाई रेस्पेक्ट गर्नुपर्छ, नानीहरूलाई डिफ्रेन्ट रिलिजन पनि सिकाउनुपर्छ भनेर चाहिँ त्यो चाहिँ कसरी थाहा पाउने यो बाबाको भनेर चाहिँ? ओ त्यसो हुँदाखेरि नामबाट पनि रहेछ नि त। बी फर विकास, के फर कुमारी, ए फर ओके। अब आरोही छोरी नानीहरू फेरि ब्याक टु होमवर्क गर्न जाने हो। यहाँनिर आरोही बेबीले चाहिँ के गर्दै हुनुहुन्छ र नानी? किताबहरूको भेटाउँदैछु अनि म यो भेटाइ साथी हो नाम म लेख्छु नम्बर 9 अनि त्यो नम्बर 9 मा लेखेपछि 1 मोर भेटाउनु पर्छ। ओ 2 1 9ले चाहिँ 10 वटा नेपाली किताबको नाम खोजेर लेख्दै हुनुहुन्छ। यो के हो लु लेख्नु त? करेला करेला लेख्नु। ल भाइको ट्रेसिङ कहाँसम्म पुग्नु भएछ? भाइ यो के हो छोरो? ए फर एप्पल। एप्पललाई नेपालीमा के भन्छ? स्याल। बी फर बललाई के भन्छ भाइ नेपालीमा? फुटबललाई के भन्छ? फुटबल। भकुन्डो। सी फर के हो भाइ? सी फर क्याट। नेपालीमा के भन्छ? गुड जब। डी फर के हो? डी फर के हुन्छ? डी फर ड्याड। ड्याड हुँदा भाइको ड्याड को? ओके खोइ मलाई देखाउनु त। खोइ भाइको ड्याड देखाउनु त। यो हो
डी फर अनि भौ 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 पनि हुन्छ त के हो डी फर भौ 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 भने के हो होइन भौ भौ गरेर केले भन्छ केले भौ भौ गर्छ भन्नु त डी फर Dog. गुड जब हाई फाइभ म सक्दिनँ ल आज डिसेम्बर 6 को बेलुका चाहिँ के गर्ने भन्दाखेरि अब ग्लोबल फिटनेस इन्डो अर्गनाइजेसनद्वारा अनलाइन जुम क्लासमा चाहिँ किड्स योगा छ अनि यहाँनिर अरियाना छोरी सर्टिफाइड योगा इन्स्ट्रक्टर हो अनि मम्मी पनि सर्टिफाइड योगा इन्स्ट्रक्टर हो अनि भाइ पनि योगा गर्छु भन्दै गरेर भाइले चाहिँ अनि अर्पण भाइले पनि योगा गर्न सिक्दै हुनुहुन्छ टिचर चाहिँ यहाँ जुमबाट गर्दै हुनुहुन्छ अनि हाम्रो आरोही छोरी चाहिँ अनलाइन योगा इन्स्ट्रक्टर पनि हो अनि उहाँले पनि योगा गरिराख्नु भएको छ नानी यो पोजलाई चाहिँ के भन्छ छोरी प्राणायामलाई यो प्राणायामलाई चाहिँ कपालभाती भन्छ अनि यहाँनिर अनलाइन हो अनि योगामा चाहिँ ल्यापटपमा चाहिँ टिचर हुनुहुन्छ टिचरले चाहिँ इन्स्ट्रक्सन गरिरहेको हुन्छ like that, we're breathing out like that basically, so we're kind of like we're coughing, but we should be breathing out. We should be breathing out. Is that understandable? Did I explain that well? And we're gonna move forward. खोकी गरे जस्तै हुन्छ खोकी लागे जस्तो तर ब्रिथ आउट गर्नुपर्छ यहाँ चाहिँ उकार प्रणाम गर्दै हुनुहुन्छ यो चाहिँ एकदम अहिले चाहिँ यहाँ नानीहरू ध्यान गर्दै हुनुहुन्छ अनि यहाँ म्युजिक बिस्तारो पछाडिबाट म्युजिक लागिरहेछ र अर्पण भाइ र अरियाना बेबी चाहिँ सुतेर ध्यान गर्दै हुनुहुन्छ भने मम्मी चाहिँ बसेर ध्यान गर्दै हुनुहुन्छ